आजको यो भिडियो हेरिसकेपछि तपाईहरुलाई म ग्यारेन्टी दिन सक्छु कि तपाईहरुले 50 को मोबाइल रिचार्ज गर्न सक्नुहुन्छ। कसरी गर्ने सबै कुरा जान्नको लागि भिडियो हेर्दै गर्नु होला। अनि एउटा कुरा, यो चाहिँ एउटा अनलाइन शपिङ एप हो। यसले आफ्नो मार्केटिङको लागि चाहिँ डिस्क्रिप्सनको लिंकबाट आउने हरेक मान्छेले रजिस्टर गर्दा चाहिँ 50 को भाउचर दिनेछ र त्यो 50 को भाउचरलाई युज गरेर चाहिँ हामीले आफ्नो मोबाइल रिचार्ज गर्नेछौं। हेरौं कसरी गर्न सकिन्छ। मैले चाहिँ डिस्क्रिप्सनमा अथवा कमेन्टमा लिंक दिएको छु, त्यो लिंकलाई चाहिँ तपाईहरुले ओपन गर्नु होला। लिंकलाई ओपन गरेपछि तपाईहरुको मोबाइल एकैछिन लोडिङ हुन्छ र तपाईहरुलाई यसले प्ले स्टोरमा लान्छ र वन पसल अनलाइन शपिङ भन्ने एपलाई चाहिँ तपाईहरुले सिम्पल इन्स्टल गर्नुपर्छ। अब इन्स्टल गरिसकेपछि अब यसमा चाहिँ कसरी अकाउन्ट क्रिएट गर्ने सबै कुराहरु म तपाईहरुलाई भन्नेछु, हेर्दै गर्नु होला। अब चाहिँ हामी यसलाई जस्ट ओपन गरौँ। ओपन गरिसकेपछि यो चाहिँ खुल्दै छ र नोटिफिकेसनको लागि परमिसन माग्छ, एलो गर्नु होला। अब चाहिँ तपाईहरुले तल यहाँ देख्न सक्नुहुन्छ मी भन्ने सेक्सन, यसमा क्लिक गर्नुहोस्। त्यसपछि यसमा चाहिँ तपाईहरुले यहाँ रजिस्टर भन्ने देख्न सक्नुहुन्छ। तपाईहरु नयाँ युजर हुनुहुन्छ थाहा छ, त्यसैले रजिस्टरमा क्लिक गर्नुहोस्। रजिस्टरमा क्लिक गरिसकेपछि यहाँ चाहिँ भेरिफाई योर फोन भनेको छ। यहाँ चाहिँ तपाईहरुले आफ्नो मोबाइल नम्बर हाल्नुहोस्, एनसेल अथवा एनटीसी नम्बर हालिसकेपछि तपाईहरुले सेन्ड ओटीपी मा यसरी क्लिक गर्नुहोस्। यति गरिसकेपछि तपाईहरुले दिनुभएको नम्बरमा चाहिँ एउटा ओटीपी कोड आउँछ र त्यो ओटीपी कोड चाहिँ तपाईहरुले यहाँ चाहिँ टाइप गर्नु पर्ने हुन्छ। ओटीपी कोड हालिसकेपछि तपाईहरुले चाहिँ एउटा यहाँ पासवर्ड क्रिएट गर्नु होला र यहाँ चाहिँ तपाईहरुलाई रेफरल कोड अप्सनल भन्नेमा चाहिँ यतापट्टि टिक लागेको हुनुपर्छ। यदि यहाँ टिक लागेको छैन भने यो बक्समा चाहिँ तपाईहरुले CLLMPCQ राखेर चाहिँ तपाईहरुले साइन अपमा क्लिक गर्नुहोस्। यति गरेपछि यहाँ चाहिँ तपाईहरुलाई सेट योर नेम भन्छ, यहाँ चाहिँ तपाईहरुले आफ्नो नाम दिनु होला र सेभ एन्ड कन्टिन्यू गर्नुहोस्। अब चाहिँ तपाईहरु मिस सेक्सनमा जानुहोस्। त्यसपछि यहाँ चाहिँ तपाईहरुले कुपन्स भन्नेमा क्लिक गर्नु होला र तपाईहरु चाहिँ यहाँ देख्न सक्नुहुन्छ RS50 अफ भनेको छ। मतलब तपाईहरुले अकाउन्ट क्रिएट गरे बापत 50 को चाहिँ कुपन पाउनुभयो। अब हामीले रिचार्ज गर्दा चाहिँ यही कुपनबाट चाहिँ हामीले 50 को चाहिँ रिचार्ज गर्नेछौं। अब ब्याक गरौँ यहाँबाट। अब चाहिँ म तपाईहरुलाई एउटा के कुरा भन्न चाहन्छु भने यो चाहिँ एउटा अनलाइन शपिङ एप हो। सो यसमा चाहिँ हामीले अर्डर प्लेस गर्नुभन्दा पहिला चाहिँ हामीले आफ्नो एड्रेस चाहिँ भर्नुपर्छ। यसको लागि हामी यहाँ एड्रेसेसमा जाउँ। त्यसपछि एड अ न्यू एड्रेसमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ तपाईहरुको आफ्नो नाम लेख्नुहोस्। यहाँ चाहिँ तपाईहरुको फोन नम्बर भनेको ठाउँमा चाहिँ तपाईहरुले त्यो फोन नम्बर राख्नुहोस् जसमा चाहिँ तपाईहरुले रिचार्ज गर्न चाहनुहुन्छ। यहाँ चाहिँ मेरो अहिले अटोमेटिक रेजिस्टर गरेको नम्बर छ। अब यहाँ चाहिँ तपाईहरुले प्रोभिन्स, डिस्ट्रिक्ट, म्युनिसिपालिटी / ब्रान्चमा चाहिँ यहाँ क्लिक गर्नुहोस्। अब चाहिँ तपाईहरु कुन प्रोभिन्सबाट हुनुहुन्छ त्यसलाई सिलेक्ट गर्नुहोस्। अब कुन डिस्ट्रिक्टबाट हुनुहुन्छ त्यो पनि सिलेक्ट गर्नु होला र त्यसपछि तपाईहरुको कुन म्युनिसिपालिटी पर्छ त्यो पनि चेक गर्नु होला। त्यसपछि तपाईहरुको कुन ब्रान्च पर्छ त्यसलाई सिलेक्ट गरेर कन्फर्म गर्नुहोस् र यहाँ एड्रेसमा चाहिँ तपाईहरुले जुनसुकै एड्रेस लेख्दै पनि सेभ गर्न सक्नुहुन्छ। यति गरिसकेपछि यहाँबाट ब्याक गर्नुहोस्। अब चाहिँ तपाईहरु थोरै तल मी सेक्सनको तल जानुहुन्छ भने एनसेल एन्ड एनटीसी रिचार्ज कार्ड टप अप ब्यालेन्स भन्ने भेट्न सक्नुहुन्छ। यदि भेट्नु भएन भने तपाईहरु होम सेक्सनमा आउनु र अब चाहिँ यहाँ सर्चमा गएर चाहिँ तपाईहरुले एनसीएल भनेर यसरी सर्च गर्नुहोस्। यति पछि एनसेल एन्ड एनटीसी रिचार्ज भन्ने छ, यसमा क्लिक गर्नुहोस्। तर यसमा चाहिँ एउटा अलिकति ट्विस्ट छ। के हो भने तपाईहरुले चाहिँ 50 को रिचार्ज गर्नको लागि यहाँ बाइ नाउमा क्लिक गर्ने। त्यसपछि तपाईहरुले यहाँ 50 सिलेक्ट गर्नुपर्छ, जुन चाहिँ यहाँ अहिले आउट अफ स्टक देखाएको छ एनसेलमा र एनटीसीमा पनि आउट अफ स्टक देखाएको छ। अब यसमा चाहिँ के हुन्छ भने तपाईहरुको दिनमा 4-5 चोटी चाहिँ नोटिफिकेसनको माध्यमबाट चाहिँ रिचार्ज कार्ड आइसकेको छ, तपाईहरु छिटो गएर यसबाट चाहिँ तपाईहरुले रिचार्ज गर्नुहोस् भनेर भन्छ। यति गरिसकेपछि जब तपाईहरुले यहाँबाट चाहिँ आफ्नो 50 सिलेक्ट गरेर एनसेल अथवा एनटीसी गरेर चाहिँ बाइ नाउ गर्नुहुन्छ, त्यसपछि तपाईहरुले चाहिँ यसलाई सिम्पल बाइ नाउमा क्लिक गरिसकेपछि तपाईहरुले अघि नै तपाईहरुलाई जुन कुपन थियो त्यो कुपन चाहिँ अटोमेटिक यसमा एप्लाई हुन्छ र यहाँबाट रिचार्ज चाहिँ हुनेछ। नयाँ एप हो, यसमा धेरै युजर आइसक्नु भएको छ। तपाईहरु पनि अहिले जोइन गरिहाल्नुहोस्। 50 को कुपन पाउनुहुन्छ जसको एक्सपायरी डेट भनेको 6 महिना छ। सो त्यो भित्रमा चाहिँ तपाईहरुले एपको नोटिफिकेसनलाई अनै राख्नु होला। अनि रिचार्ज कार्ड आउने बित्तिकै तपाईहरुले सबभन्दा सुरुमा चाहिँ 50 को रिचार्ज गर्न सक्नुहुन्छ। अनि एउटा कुरा, तपाईहरु चाहिँ मी भन्ने सेक्सनमा गएर चाहिँ यहाँ रेफरल भन्नेमा जानुहुन्छ भने तपाईहरुले आफ्नो रेफरल कोड शेयर गरेर पनि साथीहरुलाई रेफर गर्न सक्नुहुन्छ। साथीहरुलाई रेफर गर्दा पहिलोचोटी साथीहरुलाई रेफर गर्दा 50 को भाउचर पाउनुहुन्छ। त्यसपछि हरेक रेफरमा चाहिँ 25 को भाउचर पाउन सक्नुहुन्छ, जसलाई चाहिँ तपाईहरुले सामान किन्दा पनि युज गर्न सक्नुहुन्छ। हैन भने रिचार्ज कार्ड एभाइलेबल हुँदा चाहिँ त्यसलाई एज अ डिस्काउन्ट कुपनको रूपमा पनि युज गर्न सक्नुहुन्छ। आशा छ तपाईहरुलाई यो भिडियो मन पर्यो। भिडियो मन पर्छ भने लाइक गरिदिनु होला। यो भिडियो हेरिसकेपछि तलको लिंकबाट डाउनलोड गरेर यसमा अकाउन्ट क्रिएट गरिहाल्नुहोस् र मौकाको फाइदा उठाउनुहोस्।